Hello everyone, welcome to our channel and welcome to our new vlog. अनि जस्तो आयो त्यस्तै हजुरहरूलाई प्रस्तुत गरिहाले। अब केटाकेटीहरूले आफ्नो रहर पूरा गर्नको लागि खोलेको च्यानल हो, सब्स्क्राइब चाहिँ गरिदिनु होला। धर्म हुन्छ। हामी चाहिँ टिममा जाँदैछौँ। बिहान बिहानै आइपुगिसकेको छौँ अनि भनेको ठाउँ डेस्टिनेसनमा। यहाँ पनि खतरा बनाएको थियो है। मैले बसेर नि फेरि गाउँमा हाम्रो यहाँ विशाल सर यता हेर्नुहोस् त। आहा है रिसाउनु हुँदैन के साथी, कन्ट्रोल हुनुपर्छ। रिसलाई कन्ट्रोल गर्नुपर्छ है, ज्ञानी हुनुपर्छ। मेरो छोरो ज्ञानी छ नि। गाइस हामीले अचार पनि बनाइसकेको छ। जाडवाली यो जाड खाने चाहिँ सामान अनि मलाई दुध लाउने मान्छे आया यस्तो अभी मजा आएगा ना भिड़ो। साथीहरू हामी चाहिँ वडा कारले अलिअलि घुम्न आएको क्या ममहरूसँग। चाहियो भने च्याउ त चाहियो भने च्याउ हामी हुन्छ। मिटिङ बसेको गाइस आज हामीले। पाँगदोरी सम्झना हामी चाहिँ वडामा गएर यहाँ के अरे बुद्ध चित्तमालाको रुख लिएर आएको छु, बिरुवा लिएर आएको छु। रुख होइन बिरुवा अब रोप्ने हो। यो सबै मरिसकेको छ के अब बाँच्ला कि नबाँच्ला अब हेर पछि राम्रो दिएन के गर्नु। अब अस्ति भएको बेलामा त दिन त दियो तर पनि अब अहिले चाहिँ फालिराखेको छ। अनि हामी चाहिँ हो किन फ्याँक्नु भन्दा त नफल्छ कि भनेर चाहिँ सबैजना त्यता पनि सबैजना के रौनले लिएर आएको हामी सबैजना। हाम्रो सिस्टी घर लिप्दैछ आज। अनि टक्क घर नयाँ बनाउनु भयो यसले। गोरु पूर्णिमा गोरु के गुरु रे सिस्टी यहाँ हेर्छ त सिस्टी यहाँ च्याउले एकचोटि क्या मैले भिडियो बनाहालेँ, तिमीहरूको मोबाइलमा आयो लाइक गर्ने बिहा गर नगर्ने नगर। म त केही भन्दिनँ, तिमीहरूकै मोबाइल हो, तिमीहरूकै हात हुन्। म पनि कहिले तिमीहरूको भिडियो आयो भने म लाइक गरिदियो ल। म त केही भन्दिनँ, मसँग ठुलो मोबाइल सुनाइछ। म अब हेरिहाल्छु, मेरो लाइक गर नगर। मेरो पैसा पनि केही आउँदैन, मोनिटाइजेसन भ्याउँदैन, एडिक्टर आएको मलाई केही मतलब छैन। तिमीहरू गर्ने गर, आफ्ना मान्छे सम्झिन्छ भने लाइक नगरे मलाई केही मतलब छैन। म जाइली बातै बेच्दिनँ, मलाई नगरे लाइक नगरेर म लातिर हाल्दिनँ।